हेर्नुहोस् साथीहरू, प्रकृतिले हामी मानिस जातिको लागि, यो प्राणी जगतको लागि के चाहिँ गर्दैन। हेर्नुहोस्, यस्तो रुख काटेर पनि, हुन त यो तपाईँहरूलाई लाग्छ होला सायद यो रियल होइन भनेर, त यस्तो हुन्छ। मैले खुद आँखाले देखेको छु, तपाईँले पनि देख्नुभएको होला होइन। यस्तो रुख काटेर पनि उसले गर्ने कर्तव्य पुरा गरिरहेको छ। हेर्नुहोस् ल, उसले गर्ने कर्तव्य, उसले जुन टाइममा दिनुपर्ने फ्रुट एकदम दिइरहेको छ। त्यसले गर्दा यो कुरोलाई हामीले एकदमै याद राखेर हामीले चाहिँ वन संरक्षण गरौँ होइन। वन जङ्गल नकाटौँ, रुखपात नकाटौँ। रुखपातलाई एकदमै हामीले होइन हाम्रो प्राणी जगतको लागि चाहिँ बहुत इम्पोर्टेन्ट कुरा हो। त्यसले गर्दा वन जङ्गललाई संरक्षण गरौँ। त्यसै त यो फल फ्रुटको झन् एकदमै राख्नुपर्छ, किनभने यो अब मानिस जातिको लागि लु भएन भने पनि अन्य वन्य जन्तुको लागि यो एकदमै इम्पोर्टेन्ट छ होइन। अहिले त्यही भएर वन्य जन्तुहरू जङ्गलमा केही नभएर, अब कहीँ केही नभएर अब गाउँ गाउँ पस्नु थालिसकेको छ होइन मान्छेको एकदमै। त्यसले गर्दा त्यो कुरोलाई हामीले याद राखेर चाहिँ सबैले यो चाहिँ एउटा अब सानो एउटा मेसेज तपाईँहरूलाई होइन, यो वन संरक्षणको पनि प्लस प्रकृतिले गर्ने काम आफ्नो जग्गामा गरिरहेको छ र हामीले पनि आफ्नो धर्म चाहिँ निभाउनुपर्छ है त साथीहरू। धन्यवाद।